नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधारले आज काठमाडौँमा भेला आयोजना गर्दैछ। विशेष महाधिवेशन पक्षधारले भेला गरेपछि नियमित महाधिवेशन पक्षधार नेताहरूले पनि बिहीबार बिहान भेला आयोजना गर्न लागेका हुन्। भेला आयोजक मध्ये एक नेताका अनुसार बिहीबार बिहान 11:30 बजे अनुपम फुडल्यान्डमा भेला हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदैछन्। सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कार्तिक 17 गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सर्वोच्च अदालतले जेन्जी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई विपक्षी बनाउनु पर्ने आधार कारण नभेटेको बताएका छन्। बुधबार संवैधानिक इजलासले रिट निवेदकहरूलाई दललाई विपक्षी बनाउनु पर्ने कारण नदेखिएको बताएको हो। रिट निवेदक अधिवक्ता पुण्य प्रसाद खतिवडा सहितले दायर रिटमा माग गरे बमोजिम दललाई लिखित जवाब पेश गर्नुपर्ने आदेश भएको हो। मध्य फिलिपिन्समा आएको कालमेघी आँधीका कारण देशभर मृत्यु हुनेको संख्या बुधबार 100 भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएको आँधीको प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ। सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरमा बाढी पसेको थियो। बाढीले कार, नदी किनारका झुपडी र ठूला दुवानी कन्टेनर समेत बगाएका थिए। सेबुका प्रवक्ता रोन रामोसले एएफपीलाई प्रान्तीय राजधानी सेबु शहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा बाढीले डुबेका 35 जनाको शव भेटिएको जानकारी दिएका छन्। यो डरलाग्दो समाचारसँगै सेबुमा पछिल्लो प्राकृतिक विपत्तिका कारण मृत्यु हुनेको संख्या 76 पुगेको छ। आईसीसी लीग डिभिजन 2 को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ। युएईमा भएको सिरिजमा नेपालले लगातार चौथो खेलमा अङ्कविहीन भएको हो। बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले 4 विकेटले हराएको छ। आईसीसी एकाडेमी ग्राउन्डमा भएको खेलमा नेपालले पहिलो ब्याटिङ रोजेर दिएको 240 रनको चुनौतीलाई युएईले 49 ओभर 1 बलमा 6 विकेटको क्षतिमा भेटाएको थियो।